जति नि पुरै लुट्यो कति ढिला लुटेको यार मेरो त त्यट नेट त कस्तो 500 पुगेछ त म अफिस स्टार्ट गरेर जाने कति टाइम लाग्यो लुट्नलाई त्यसरी त एनिमीले मारिदिन्छ त यो भने चिकन नचेन किन त तपाईँ आउँदैछु म आउँदैछु झल अर्कोले खाइदियो यो घरभित्र एनिमी छ एउटा म घरभित्र एउटा एनिमी तपाईँ भएर मै जस्तो आउनु न अर्को नि एउटा छ त दुईटै ढलेछ त कति ढाल्यो त्यत्रो ड्यामेज पनि ढाल्ने अर्को यार माया त्यो त भएन नि यस्तो त याद थ्याट गयो गिपअपै गऱ्यो होला अहिले त यसले त पानी भन्न पाएन अहिले अनि दुईजना गोली भेटेछ नि अर्को नयाँ गाडीमा स्प्रे देखिस् अर्को नयाँ गाडीमा गाडीको साउन्ड आएको कता आएको त्यो साउन्ड गाडीको आयो साउन्ड फेरि सुनिस यत्रो घुमेर माटो नि विनोदको हातबाट मर्न आएछ ओएमा कहाँ रियाक्ट छ यहाँनिर सेभेनको यहाँ छ भित्र ओए एनिमी यता नि रहेछ ओए एउटा नक चले त्यहाँको यहाँ जाउँ यहाँ पहिला आउनु नहुने कुरो छ योसँग यसले खाइदिएछ मेरो किल त यसले खाइदिएछ मेरो किल यार मा चल इनिमी आए
ना मासला मोर उ आने अर्कोले हान्यो गाडी छैन भने पुरै कता गाडी हान्यो ल्याइदियो कता हान्यो अर्कोले के छ M24 छ M20 लिनु पर्यो नि त अघि जस्तै कार 98 ले जस्तो टक्ली उडाउनु पर्छ त्यहाँ अगाडि गाडी छ बिना गाडी ल्याउँदै गर्नु है हे म्याकडक्स ओए हेलमेट र भेस्टै छैन त भाइ Marked a vehicle. उयो त एनिमी Marked a मतिर location. एनिमी आइज पुरै उडेर आइरह अनि उडेर मारेर आइरह यहाँ तिनको भेस्ट छ तिनको भेस्ट छ यहाँनिर तिनको भेस्ट कहाँ को छ भन्छ यो बक्समा हेर्नु यहाँ Marked a location. के भने थाहा छैन फोन गरेको छैन भयो हेलमेट नि पाए भेस्ट नि भइसक्यो। पाए कि अहिले हजुरलाई मार्छु नि के अझ छ र आए 4 नम्बर नि On me! ला मार्छ कतल म साला यो गाडीको सबै मर्यो यार एउटा किल आएन ओए त्यत्रो ड्यामेज दिएको एउटा किल आएन म्यान तेल त कालो भइहाल्छ नि I got supplies. त्यसै मैले मिसिङ गन बोक्छ त है गाडी ल्याऊ गाइजहरु गाडी तिमीहरू बाबा छैन हाल ल भनेको छैन मैले हान्न पर्छ भनेको थिएँ नि के भन्नु त्यत्रो ड्यामेज दियो लास्ट टाइम म्याटो न्युले अर्कै म त गाइड हेर अगाडि 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 ल मार्छ मर्नै आएर उडेर आउन उडेर सक्यो ल
किलो भयो भने त खेल्नु नसकेको चाहन्छ हाने मलाई हान्यो बामासँग मरेको यस्तो दामी ताकेर बसिरहेको थियो यो विनोद यार थेट दिनु दिएन हौ मैले हो भाइ पो रहेछ दाइले यस्तो दामी भाइलाई ताकिरहेको थियो डरो दिएको थियो तेरो के अरे